16औं शताब्दीमा शासक मधु सिंहको पालामा भारतको राजस्थान राज्यमा पहाडहरूको काखमा एउटा सुन्दर व्यवस्थित सहर थियो। त्यहाँ चौडा सडकहरू, व्यस्त बजार, भव्य मन्दिरहरू र दरबार थिए। जीवन पूर्ण रूपमा चलिरहेको थियो। मानिसहरू खुसी र समृद्धिले भरिएका थिए। तर आज जहाँ समय रोकिएको जस्तो लाग्छ, आज त्यहाँ न त बजारको आवाज सुनिन्छ न त मानिसहरूको चहल पहल। केवल हावा चल्छ र खण्डहरहरू बीच अतीतको प्रतिध्वनि गुन्जिरहन्छ। पुरै राज्य खण्डहरमा परिणत भइसकेको छ। यस भानगढसँग जोडिएका दुई प्रमुख कथा धेरै प्रख्यात छन्। आज हामी यही दुई कथाको बारेमा तपाईहरुलाई सुनाउनेछौँ। साधुको श्राप। भन्ने गरिन्छ कि सहर निर्माण हुनु अघि त्यहाँ नजिकै एक तपस्वी साधु बसेका थिए। सहर निर्माण गर्नको लागि राजाले ती साधुसँग अनुमति माग्दा साधुले भने, सहर बनाऊ, तर ध्यान राख कि तिम्रो किल्लाको छाया मेरो आश्रममा पर्नु हुँदैन। यदि पर्यो भने यो सहर टिक्ने छैन। राजाले साधुसँग वाचा गरे र त्यहाँ सहर बनाए। तर समय बित्दै जाँदा मानिसहरूले उक्त चेतावनी बिर्सिए। उनीहरूले साधुको आश्रम नजिक थप महल र भवनहरू बनाउन थाले। किल्लाको अग्लो छाया साधुको आश्रमसम्म पुग्यो। भनिन्छ त्यसपछि भानगढको भाग्य बदलियो। साधुको श्रापले सहरमा अनौठा घटनाहरू सुरु गर्यो। धेरै मान्छे डराएर भाग्न थाले र केही वर्षमै सहर खाली भयो। कथा 2। राजकुमारी र तान्त्रिक। भानगढकी राजकुमारी थिइन् रत्नावती, जो अत्यन्त सुन्दर थिइन्। उनको सौन्दर्यको चर्चा टाढा टाढासम्म फैलिएको थियो। त्यही सहरको बाहिरपट्टि बस्ने सिंगा नाम गरेको तान्त्रिक उनीप्रति अन्धो आसक्त भइसकेको थियो। कालो जादुमा निपुण उसले साधारण प्रेमको कुरा छोडेर जादुबाट राजकुमारीलाई आफ्नो बनाउने योजना बनायो। एक दिन राजकुमारी बजार गएकी थिइन्। तान्त्रिकले त्यही अवसरमा जादु गरेर इत्तरमा यस्तो मन्त्र हाल्यो कि उक्त इत्तर प्रयोग गर्ने बित्तिकै राजकुमारी उसको नियन्त्रणमा आउने थिइन्। तर उसको योजना पल्टियो। राजकुमारीले बोतल हातमा लिँदा अनौठो महसुस गरिन्। उनलाई एकदमै असहज महसुस भयो र राजकुमारीले उक्त बोतल फालिदिइन्। बोतल ठुलो ढुङ्गामा गएर ठोक्कियो र ठोक्किन साथ ढुङ्गामा हलचल सुरु भयो। ढुङ्गालाई कसैले पनि धकेलिरहेको थिएन, तर ढुङ्गा आफै गुड्न थाल्यो। ढुङ्गा सिधै तान्त्रिकतिर पुग्यो र उक्त ढुङ्गाले तान्त्रिकलाई लाग्यो। मर्ने बेलामा उसले अन्तिम श्राप दियो, यो सहरमा कोही पनि सुख पाउने छैन। भानगढ उजाड हुनेछ, यहाँ जीवन कहिल्यै फर्किने छैन। छिट्टै भानगढमा युद्ध भयो। छिमेकी राज्यहरूले आक्रमण गर्न थाले। भानगढको सारा जनसङ्ख्या मारियो। राजकुमारी रत्नावतीको पनि उक्त युद्धमा मृत्यु भयो। यसै साथ तान्त्रिकको श्राप पनि पूरा भयो। भानगढको विनाशलाई अन्य तरिकाले पनि व्याख्या गरिएको छ। कालो जादु, साधुको श्राप या केवल इतिहासको खेल, तीनवटै व्याख्याले भानगढलाई अझ रहस्यमय बनाउँछ। आज यहाँ भारतीय पुरातत्व सर्वेक्षणले निगरानी राख्छ। सूर्यास्तपछि प्रवेश निषेध गरिएको छ। त्यहाँ कुनै कार्यालय छैन, सुरक्षा कडा गरिएको छ। यसले लोककथालाई अझ विश्वासिलो बनाएको छ। यात्रुहरूले यहाँ प्रवेश गर्दा सधैँ चेतावनी पाउँछन्। भानगढ साँच्चीकै श्रापित हो कि केवल इतिहास र डरको खेल? सत्य जे भए पनि भानगढ आज पनि मौन उभिएको छ, तर यसको कथा अझै जीवितै छ। च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।